सो हेलो गाइज आज म नदी जान लागु टक्क पारामा दामी एक्लै जान लागु अरू सब चाहिँ गइसकेको छन्। अहिले चाहिँ म नदी पनि पुगिसकेको छु। दामी पारामा नदीको भ्यू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ भाइहरू नुहाइरहेको थिएँ, देख्न सक्नुहुन्छ। मैले पनि नुहाउनु जस्तो लागिरहेको थियो हल्का। भाइहरू उता नुहाउनु नुहाएको अहिले चाहिँ म र दिलदार चाहिँ खस्न लागेको। दिलदार देख्न सक्नुहुन्छ हिँडिरहेको थियो भ्यू। अहिले चाहिँ म घर आएर नास्ता पकाउन लागेको थिएँ टक्क ल्याएर चाउचाउ अनि यता पास्ता पकाउन लागेको थिएँ दामी पारामा एक्लै पकाएर एक्लै ल्याम दिने हो कि ग्यास सबको पास्ता चाहिँ हालिसकेँ दामी पारामा। अब एकछिनमा म चाहिँ कलर दामी हेर्नु न मिस्को दामी पनि चलाएँ। यस्तो दामी कलर आएको थियो कि रातो खाम जस्तो लागिरहेको थियो। खाम जस्तो लागिरहेको थियो। अब म चाहिँ एकछिनमा चाउचाउ पनि हाल्छु गाइस। कस्तो चाउचाउ पनि खाम जस्तो लागिरहेको थियो। अब चाहिँ म सुलुप ल्याममा हाल्छु गाइस। आजको भ्लग चाहिँ यति पक्कै कस्तो लाग्यो। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई बाई।